नमस्कार। एलके च्यानलको तर्फबाट सम्पूर्णमा हार्दिक नमन। आजको भिडियो विशेष छ किनकि हाम्रा आदरणीय दर्शकहरूले क्यानाडाको 2026 को नयाँ नियमबारे जानकारी माग्नु भएको थियो। उहाँहरूको अनुरोधको लागि धेरै धेरै धन्यवाद। सन् 2026 जनवरी 1 देखि क्यानाडाले आफ्नो अध्यागमन प्रणालीमा इतिहासकै ठूलो फेरबदल गरेको छ। अब क्यानाडा आउन मात्र होइन, यहाँ बस्न पनि नयाँ चुनौतीहरू थपिएका छन्। आउनुहोस् यो परिवर्तनबारे विस्तारमा जानौँ। कोटामा भारी कटौती। क्यानाडा सरकारले आवास र पूर्वाधारमा परेको चाप कम गर्न 2026 का लागि कडा सीमा क्याप्स तोकेको छ। थाई बासिन्दा पिआर अब वार्षिक 3,80,000 मा झारिएको छ, जुन 2024 को तुलनामा झन्डै 1 लाख कम हो। अन्तर्राष्ट्रिय विद्यार्थी यो क्षेत्रमा सबैभन्दा ठूलो प्रहार भएको छ। 2025 मा 4,37,000 भनिएकोमा 2026 मा केवल 1,55,000 नयाँ विद्यार्थीलाई मात्र भिसा दिइनेछ। अस्थायी कामदार, यसमा पनि 1,37,000 ले कटौती गरी 2,30,000 को कोटा तोकिएको छ। परिवार र श्रीमान श्रीमतीका लागि नियम। यदि तपाईँ आफ्नो परिवार ल्याउने सोचमा हुनुहुन्छ भने यो सुन्नुहोस्। अब सबै विद्यार्थीका श्रीमान वा श्रीमतीले ओपन वर्क परमिट पाउने छैनन्। यो सुविधा केवल पीएचडी वा 16 महिनाभन्दा लामा मास्टर प्रोग्राम पढ्नेहरूका लागि मात्र सीमित गरिएको छ भने क्यानाडामै रहनेहरूको लागि खुसीको खबर पनि छ। क्यानाडा सरकारले 2026 मा क्यानाडाभित्रै रहेका 33,000 अस्थायी कामदार र 1,15,000 संरक्षित व्यक्तिहरूलाई पिआरमा लैजाने एक पटकको विशेष पहल सुरु गरेको छ। यसको अर्थ जो पहिले नै यहाँ हुनुहुन्छ उहाँहरूका लागि बाटो केही सहज देखिन्छ। प्रान्त अनुसारका परिवर्तन। प्रोभिन्सियल अपडेट्स। प्रान्तहरूले पनि आफ्नै नियम कडा पारेका छन्। उदाहरणका लागि ओन्टारियोले 70,074 र क्युबेकले 39,774 विद्यार्थी कोटा पाएका छन्। ब्रिटिश कोलम्बिया बीसी को पीएनपी कोटामा भारी गिरावट आएको छ, जहाँ अब स्वास्थ्य सेवा दक्ष जनशक्तिलाई मात्र प्राथमिकता दिइनेछ। हजुर सम्पूर्ण दर्शकहरू, क्यानाडाको यो 2026-2028 को योजनाले स्पष्ट पारेको छ कि अब दक्ष र निश्चित क्षेत्रमा सिप भएकाहरूका लागि मात्र क्यानाडाको ढोका खुल्ला छ। यी सबै जानकारीहरू क्यानाडा सरकारको आधिकारिक वेबसाइट www.canada.ca मा प्रकाशित इमिग्रेसन लेभल्स प्लान 2026-2028 बाट साभार गरिएको हो। तपाईहरू आफै पनि त्यहाँ गएर विस्तृत विवरण हेर्न सक्नुहुन्छ। यो भिडियो केवल जानकारीका लागि हो। कानुनी सल्लाहका लागि सधैँ आधिकारिक आईआरसीसी वेबसाइट वा मान्यता प्राप्त अध्यागमन सल्लाहकारसँग परामर्श गर्नुहोला। तपाईलाई जानकारी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यस्तै महत्त्वपूर्ण जानकारीका लागि एलके च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। म लक्ष्मी लम्साल खनाल, क्यालगरी, क्यानाडा। धन्यवाद।